हाम्रो संस्कार के छ भने हामी उधौली उभौली मान्दाखेरि अथवा चाहिँ हामीले नयाँ वर्ष मान्दाखेरि हाम्रो अनिवार्य नितान्त गाईको मासु चाहिन्छ। तपाईँ यसले के भन्नुहुन्छ? अद्भुत। अब हामी अब भनेको शुद्ध किराती हो। अनि किरातीहरूले त गाई गोरु अनि सबै खाँदा रहेछन् त, धरानमा त त्यही भनिरहेछन्। के हो त आमा, तपाईँले पनि खानुभयो त? हामीले त खाएको छैन। गोरु गाई भने त गाई पुजेर हामी गाईको गोबर गौतले शुद्ध हुन्छौँ। शुभ अशुभमा हामी गाईको गौतै चलाउँछौँ। गाई कसरी काटेर खानुहुन्छ? कुन अपराधीले काटेर खाने गरेको छ? हामीले त थाहा छैन अहिलेसम्म। किराती हौँ हामी, सधैँ किरात हौँ। हाम्रो भोजपुर माछ किरात, हाम्रो भोजपुर माछ किरात भन्छ। माछ किराती नै बसेको। अहिलेसम्म गाई काटेर हामीले खाएको छैन। म 82 वर्षको उमेर भयो, मलाई थाहा छैन। गाईको गोबरले हामी शुद्ध हुन्छौँ भने कसरी गाई काटेर खानु? त्यो ठुलो अपराध होइन गाई काटेर खानु। माई काटेर खाए बराबरै हो, होइन? गाई काटेर खानेले माई काटेर खानु पर्यो। अनि यी अपराधीहरूले कुन किरातीहरू हुन्, कस्तो खालको किरातीहरू हुन्? गाईलाई पुज्छौँ तिहारमा, गाईको गोबरले गौतले हामी शुद्ध भएर बस्छौँ। बच्चा जन्मिन्छ गौत लिएर चोखिन्छौँ। तर हाम्रो किराती के भने बुढी मान्छे चाहिँ चाहिन्छ न्वारान गर्ने, होइन? बुढी मान्छे आएर न्वारान गरिदिन्छन्। बुढी मान्छेले